कवि भरतराज पन्तको मेघ बिजुली विवाह हामी वाचन गर्न गइरहेका छौं। कक्षा 9 का भाइ बहिनीहरूको साथमा यो कविता वाचन हुँदैछ। कविता शिखरणी छन्दमा संरचित छ। अब सुरु हुन्छ कविता मेघ बिजुली विवाह। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो ग्रह गति असारे लगनमा, जुरेको यो राम्रो ग्रह गति असारे लगनमा, बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा, बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा, हरियो दोसल्ला भिरी नगपुरे तै छ विधिमा, हरियो दोसल्ला भिरी नगपुरे तै छ विधिमा, मयूरीको बोली श्रुति पथ हुँदा पद्धति भयो, मयूरीको बोली श्रुति पथ हुँदा पद्धति भयो, हवाले हल्लेको वन जति सबै मण्डप भयो, हावाले हल्लेको वन जति सबै मण्डप भयो, थिए शैल श्रेणी उपर कदलीका दल पनि, थिए शैल श्रेणी उपर कदलीका दल पनि, भए शोभादायी रुचि र चँदुवा नै सरी बनी, भए शोभादायी रुचि र चन्दुवा नै सरी बनी, भइन् पृथ्वी तन्ना चहुर छ गलैचा मखमली, भइन् पृथ्वी तन्ना चहुर छ गलैचा मखमली, दुलाहाको रातो झलल पगरी भो हिमचुली, दुलाहाको रातो झलल पगरी भो हिमचुली, बकुल्लाका ताती तरल गतिले आज नभमा, बकुल्लाका ताती तरल गतिले आज नभमा, मुडे जन्ती जस्तै रसबस बढाएर नभमा, उडे जन्ती जस्तै रसबस बढाएर मनमा, मुडे जन्ती जस्तै रसबस बढाएर मनमा, उडे जन्ती जस्तै रसबस बढाएर मनमा, सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी, सितारे घुम्ती हुन् चमचम निशाका जुनगिरी, भएकी इन्द्रेणी बसन बहुरङ्गी फिरी फिरी, भएकी इन्द्रेणी बसन बहुरङ्गी फिरी फिरी, भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी, भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी, निशाको त्यो कालो तम पटल भो नील कबरी, निशाको त्यो कालो तम पटल भो नील कबरी, बज्यो छन छन गर्दै सकल रुखमा त्यो समयमा, बज्यो छम छम गर्दै सकल रूपमा त्यो समयमा, भयो बज्ने कल्ली गजब दुलहीको पैरमा, भयो बज्ने कल्ली गजब दुलहीको पैरमा, अहो झल्की झल्की कनन बबधु आज बिजुली, अहो झल्की झल्की कनन बबधु आज बिजुली, लुकेकी पर
प्राणीलाई भुवन भरमा अन्नहरूको सबै प्राणीलाई भुवनभरमा अन्नहरूको खुवाएकै हो त्यो वर जलदले भोज यसको खुवाएकै हो त्यो सलामी बाजाले घनन गराएर गगन सलामी बाजाले गयो रानीलाई लिऋतु शरदमा रसलिन गयो रानीलाई गयो रानीलाई लिऋतु शरदमा रसलिन गयो रानीलाई गयो